20 पेयर भए पनि पार्टी जोगाउँछु भन्दै गगन थापाले हैन। तर पार्टी जोगे पनि नजोगे पनि कांग्रेसलाई जोगायो क्या। शेरबहादुर सक्ने कि कांग्रेस सक्ने प्रश्न थियो के। तर गगन थापाहरूले कांग्रेस बचायो क्या, कांग्रेस सक्न दिएनन् क्या। शेरबहादुरले 10 वृद्ध भाइहरू जम्मा गरेर कांग्रेस सके हैन। गगनले चाहिँ विश्वप्रकाशको साथ लिएर चाहिँ कांग्रेस बचायो क्या। यही कुरा चाहिँ एमालेमा नि भएको थियो के हैन। एमालेको नि महाधिवेशन भर्खरै सकेको थियो हैन। एमाले जनलाई चाहिँ नि एमालेहरूलाई चाहिँ ओली बचाउनु रहेछ क्या। ओली बचाउनु र एमाले सकाउनु रहेछ हैन। एमाले सकाए ओली बचायो क्या एमालेहरूले चाहिँ। यसको जीवन्त उदाहरण म दिन्छु हैन। म काभ्रेबाट हो हैन। काभ्रेमा तपाईको वडा कमिटी छ, नगर कमिटी छ हैन, जिल्ला कमिटी छ, प्रदेश कमिटीहरू छन् क्या। यहाँ चाहिँ काभ्रे क्षेत्र नम्बर 2 मा चाहिँ गोकुल बास्कोटा भनेकै लगभग एमाले पुरै एमाले हो क्या। त्यस्तो गोकुल बास्कोटाको त्यहाँ चहल पहल छ र त्यहाँ चाहिँ जिल्ला कमिटीले को लगभग 99% समर्थनमा चाहिँ एकल सिफारिस गरेर यो प्रतिनिधि सभा क्षेत्र नम्बर 2 बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाएको थियो। त्यो चाहिँ ओली र यो महेश बस्नेतले ओलीको सहयोगमा चाहिँ उल्टाइदिए क्या। त्यहाँ चाहिँ अहिले धुलिखेलको मेयरलाई नम्बर 1 मा राखेर हैन, गोकुल बास्कोटालाई नम्बर 2 मा राखेको छ क्या दावेदारमा। भनेपछि अब अशोक बेन्जु भन्ने त्यहाँको मेयर हुनुहुन्छ धुलिखेलको, उहाँलाई टिकट दिने जस्तो कुरा छ। तर त्यहाँ कार्यकर्ताको ठुलो विरोध छ। त्यो विद्रोह हुन सक्छ, ठुलो विद्रोह हुन सक्छ काभ्रे क्षेत्रमा, काभ्रेभरिमा के। गोकुल बास्कोटा जे जस्तो मान्छेको गुण र अवगुण हुन्छ आफ्नो ठाउँमा हैन। गोकुल बास्कोटाले चाहिँ काभ्रेमा हैन नेकपा एमालेलाई चाहिँ खुट्टा टेक्नी बनाएका छन् हैन। त्यहाँका गोकुल बास्कोटा एमालेमा नभइकन कांग्रेसमा त्यहाँ जहाँको जनतामा चाहिँ अलिकति चर्चित पात्रै छन् क्या। प्रायले मन पराउँछन् गोकुल बास्कोटालाई। उहाँ भले 70 करोडको नाम जोडिए पनि हैन, जनताको मा चाहिँ काभ्रेमा चाहिँ जनतामा चाहिँ चर्चित पात्रै हुन् गोकुल बास्कोटा हैन। प्राय धेरैले मन पराउँछन् गोकुल बास्कोटालाई काभ्रेमा हैन। जेएनजी आन्दोलन भयो। जेएनजी आन्दोलनमा हैन, जब गोकुल बास्कोटाले केपी ओलीलाई समर्थन गरेनन्, उहाँको अगेन्स्टमा गए। यो जेएनजी आन्दोलनको माग ठिक थियो हैन, हाम्रो सरकार थियो, हामीबाट मिस्टेक भएको छ भनेर जब मिडियामा बोले हैन, जस्तै महेश बस्नेतले स्ट्यान्ड लिए नि ओलीको लागि, गोकुल बास्कोटाले त्यसको विरुद्धमा बोले हैन। त्यसपछि केपी ओली र महेश बस्नेतले रिभेन्ज लिन सुरु गर्नुभयो हैन, व्यक्ति टार्गेट गरेर। हिजोको कुरा बिर्सिदिनु भयो। हिजोको हैन एमालेलाई गोकुल बास्कोटालाई जति योगदान गर्नुभएको थियो नि त्यो सबै बिर्सिदिनु भयो क्या। मैले यहाँ जोड्न खोजेको कुरा के हो भने हैन, केपी ओली भनेको पात्र यस्तो पात्र हो कि हैन, जोले चाहिँ हैन आफ्नो नेगेटिभ कुरा सुन्नै सक्दैन क्या हैन। चाहे त्यो विपक्षीले चाहे त्यो अर्को पक्षले राम्रै कुरा गराए भए पनि आफ्नो विपक्षीमा बोल्न सक्छ, मान्छे सकाउने हैन, मान्छेलाई चाहिँ जिरोमा ल्याइदिने काम ओलीले गर्छन् हैन। त्यो पार्टीभित्र पार्टी बाहिर हैन, देशलाई नै जिरो बनाइरहेछन् नि अहिले हैन। अब माधव नेपाललाई निकालेर हुन्छ कि, झलनाथ खनाललाई निकालेर हुन्छ कि, वामदेव गौतमहरूलाई स्पेस नदिएर हुन्छ कि हैन, अब भीम रावललाई हैन। अब ईश्वर पोखरेल र गोकुल बास्कोटाको पाल हो क्या हैन। एमालेबाट टार्गेट गरेर निकाल्ने प्लान एमालेको संस्थापनले गरेको छ हैन। त्यो यो टिकटको सन्दर्भमा देखेको छ क्या। जबकि तपाईको चाहिँ सर्वसम्मत भएको जिल्ला कमिटीले चाहिँ सर्वसम्मत गरेर पठाएको नाम हैन 2 नम्बरमा राखिदिया छ हैन, यहाँ भगटे माइलाले। यही हो साथीहरु हैन। देश चाहिँ राजनीति, त्यो जुन राजनीति लिग छ नि हाम्रो हैन, त्यो लिगबाट अलिकति आउट भएको अवस्था हो हैन। यी बुढा नेताहरू, यी बुढा खाडाहरूलाई चाहिँ हैन अब चाहिँ आउट गर्नुपर्छ। अब चाहिँ राजनीतिको मेन स्ट्रिमबाट गुड बाई गरेर सबै नयाँ मान्छेहरू त्यो हैन एमालेबाट हुन्छ कि कांग्रेसबाट, जस्तै कांग्रेसमा गरे नि गगन थापाले हैन, जुन विद्रोह गरे नि हैन, राम्रो काम गरे भने जनताको वाइ पाइन्छ क्या। अहिले वाइ पाइरहनु भएको छ नि गगन थापाले। हो यही हो क्या। राम्रो काम गर्नुस् हैन, जनताले पार्टी हेर्दैनन् क्या। जनतालाई अहिले रिजल्ट चाहिएको छ क्या, परिणाम चाहिएको छ हैन। त्यो घण्टीको नाममा हुन्छ कि, त्यो बालेनको नाममा हुन्छ कि, त्यो गगन र विश्वप्रकाशको नाममा हुन्छ कि, त्यो अहिले अब गोकुलहरूको हैन, योगेश भट्टराईहरूको यिनीहरूको नाममा हुन्छ कि, जुनसुकै नाममा पनि हैन। अहिले युवालाई, अहिले देशलाई चाहिँ परिवर्तन चाहिएको छ देशले। यही हो गाइस। थ्यांक यू।